अ, नमस्ते सबैलाई गुड इभिनिङ। आज हामी अ, नेपालका विभिन्न प्रथाहरूको बारेमा केही कुराहरू भन्न गइरहेका छौँ। तपाईँहरूलाई अब थाहा छ भने सकिहाल्यो, थाहा छैन भने पनि सरसर्ती हेर्नु होला, त्यति लामो छैन। म एकदमै छोटो तरिकाबाट सबैभन्दा सर्टेस्ट सर्टेस्ट वेमा भएका प्रथाहरूको बारेमा थोरै सामान्य ज्ञान खण्डमा चाहिँ सोध्न सक्ने प्रश्नहरूलाई मध्यनजर गरेर ती प्रथाहरूको बारेमा केही जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र जोडिनु भएको छैन भने जोडिनु होला, सब्सक्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला र साथीहरूलाई सेयर पनि गरिदिनु होला। प्रथा भनेको जस्तो मानव समुदायले सर्वसम्मत रूपमा स्वीकार गरी अवलम्बन गरिएका मानवीय व्यवहार हुन्। प्रथा भनेको होइन, यी आफैमा मानवीय व्यवहार हुन्। यी भनेको सर्वसम्मत रूपमा स्वीकार गरिएका छन् होइन, र त्यसलाई अवलम्बन पनि गरिएका छन्, तिनीहरूलाई प्रथा भनिन्छ। लाग्छ एउटै प्रथा कतिलाई सुप्रथा पनि लाग्न सक्छ, कसैलाई कुप्रथा पनि लाग्न सक्छ। तर के हो त भन्दा सर्वसम्मत रूपमा स्वीकार गरी अवलोकन गरिन्छ भने, अवलम्बन गरिन्छ भने ती भनेका प्रथा हुन्। सदियौंदेखि समाजमा मानिसहरूले अंगीकार गर्दै आएका गति स्थिति, चालचलन, रहन सहन, परम्परा, मूल्य मान्यता आदिको समष्टिगत रूप भनेकै समग्रमा प्रथा। यो प्रथा प्राचीन हुनुपर्दछ, निरन्तर चलिआएको हुनुपर्दछ, सर्वमान्य र तर्कसङ्गत पनि हुनुपर्छ। त्यसको कुनै न कुनै वैज्ञानिक आधार पनि हुनुपर्छ भन्न खोजेको यो तर्कसङ्गत भनेको चाहिँ होइन। जस्तो प्रथाकै कुरा गरौँ भने सबैभन्दा पहिलो प्रथा छ यहाँ, तपाईँलाई मैले भन्दै गर्दै गरेको पहिलो प्रथा हो दास प्रथा। उच्च वर्गको सुख सुविधा एवं भोग विलासको लागि गरिब तथा निमुखा मानिसहरूलाई पशुलाई जस्तै कार्य गराउने र किनबेच गर्ने प्रथा दास प्रथा। विश्वमा दास प्रथाको उन्मूलन गर्ने पहिलो राष्ट्र डेनमार्क, युरोपियन कन्ट्री डेनमार्क, राजधानी कोपनहेगन। दास प्रथा उन्मूलन गर्ने प्रयास गर्दा हत्या गरिएका अमेरिकी राष्ट्रपति हुन् अब्राहम लिङ्कन, अमेरिकाका 16औं राष्ट्रपति होइन। नेपालमा दास प्रथा अन्त्यको औपचारिक घोषणा 1980 साल मङ्सिर 14 गते तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर राजा त्रिभुवन त्यो बेलामा र विक्रम सम्वत 1981 वैशाख 1 गतेबाट यो लागू भयो। र आधिकारिक रूपमा नेपालमा दास प्रथाको अन्त्य कहिले भयो भनेर बुझ्नु पर्यो भने 1981 वैशाख 1 गतेबाट भन्नु पर्यो होइन। कार्यान्वयनमा आयो नि त, त्यही भएर। सती प्रथा, पतिको मृत शरीरसँगै श्रीमतीले जिउँदै जलेर मर्ने वा प्राण त्याग गर्ने कुप्रथा, यस्तोलाई कुप्रथा नै भन्ने हो। अहिले त यो छैन होइन, यसलाई सती प्रथा भनिन्छ होइन। बुढेसकालमा श्रीमानले भर्खरकी श्रीमती बिहे गर्ने, आफूको उमेर सकिँदै जान्छ, एउटा जवान श्रीमतीले जिउँदै जलेर जानुपर्ने होइन। कति साह्रो, वास्तवमा त्यो राम्रो हुँदै होइन, एकदमै नराम्रो प्रथा। नेपालमा सती प्रथा अन्त्यको घोषणा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले 1977 साल असाढ 25 गते भएको घोषणा गरेका हुन्। त्यो बेला नै राजा त्रिभुवन नै हुनुहुन्थ्यो। देउकी प्रथा, आफ्नो मनोआकांक्षा पूरा गर्ने उद्देश्यले आफ्नै छोरी वा गरिबका छोरी चेली किनेर भाकल स्वरूप मन्दिरमा चढाउने प्रथा, यसैलाई देवकी प्रथा भनिन्छ। देवकी प्रथा नेपालको सुदूरपश्चिमको बैतडी र डोटी जिल्लामा प्रचलित। देउकी प्रथाको केन्द्रबिन्दु रूपमा बैतडीको मेलौवी देवी मन्दिरलाई पनि चिन्ने गरिन्छ। यो चाहिँ जिकेमा सोध्ने क्वेसनहरू। त्यस्तै छ कमैया प्रथा, आफूलाई आवश्यक गरजो टार्न आफ्नो जमिन वा धन सम्पत्ति बन्धक राखी साहुसँग ऋण लिने र ऋण कट्टी नहुन्जेलसम्म साहुका काम गरी बस्ने प्रथा कमैया प्रथा। कमाउँदैकन आफूले लिएको ऋण चुक्ता गर्ने कमैया प्रथा। नेपालमा कमैया प्रथाको अन्त्यको घोषणा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा 2057 साल श्रावण 2 गते भएको थियो होइन। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि प्रधानमन्त्री हुने क्रममै हुनुहुन्छ। कमलरी प्रथा, पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कञ्चनपुर लगायतका जिल्लामा बसोबास गर्ने विपन्न परिवारका 6 वर्ष माथिका छोरीहरूलाई साहु महाजनहरूले आफ्नो घरमा कामदारको रूपमा राख्ने प्रथा कमलरी प्रथा। कमलरी बसेर पनि सभासदसम्म पुग्न सफल कमलरी नेपालका शान्ता चौधरी हुन्। नेपाल सरकारले कमलरी प्रथा अन्त्यको घोषणा 2070 साल असाढ 13 गते गरेको र लागू 70 श्रावण 3 गतेबाट गरेको। सर्वप्रथम कमलरी मुक्त घोषणा गरेको जिल्ला हो दाङ। अहिले झुमा प्रथा र ढावा प्रथा,
होइन, छोरी भए झुमा, छोरा भए ढावा, यो त्यहाँको शब्द मात्रै, प्रथा चाहिँ एउटै। उत्तर हिमाली जिल्ला विशेष गरी मनाङ मुस्ताङ जिल्लामा बसोबास गर्ने शेर्पा लामा जस्ता बौद्ध धर्मावलम्बीहरू समुदायमा तीनवटी छोरी जन्मेमा माइली छोरी झुमा र तीनवटा छोरा जन्मेमा माइलो छोरो धावा वा लामाको रूपमा बौद्ध गुम्बा वा बिहारको रेखदेख गर्नको लागि चढाइने प्रथा। अहिले अहिले त यो सिस्टम छैन, यो माइलो माइली भन्ने शब्द एकदमै अहिले त त्यो म्युजियममा खोज्ने बेला भएको छ, सङ्ग्रहालयमा राख्ने बेला भएको छ होइन। तिनवटाको त कुरै छोडिदिउँ, एउटा मात्रै बाट चाहिँ बन्द हुने स्थिति छ। यसरी माइलो छोरो जन्मे धावा अथवा लामा, माइली छोरी जन्मे झुमाको रूपमा चढ यो राख्ने प्रथा। झुमा तथा धावाले आफ्नो कपाल खौरने संस्कारलाई स्वाकारसन कार्सन भनिन्छ। स्वासार्कन है, स्वाकारसन र स्वासार्कन भनिन्छ। यो मैले हाइलाइट गरिदिएको छु होइन, यसलाई तपाईँले बुझ्नु नि हुन्छ। स्वासार्कन भनिन्छ। यो धुमा र धावाले आफ्नो कपाल खैरने संस्कार, कपाल खैरनुपर्छ त्यहाँ बस्नको लागि। झुमाले लगाउने रातो पहिरनलाई सन्त्राप भनिन्छ। तिनै त्यो धुमा भनेर बसेका ती माइली छोरीले लगाउने एउटा रातो पहिरन हुन्छ होइन, रेड पोसाक, त्यसलाई सन्त्राप भनिन्छ। अर्को चाहिँ छाउपडी प्रथा। महिनाभरि भएको समयमा घरदेखि टाढाको अँध्यारो गोठमा गई बस्नुपर्ने प्रथा छाउपडी प्रथा। अहिले छाउपडी, त्यस्ता गोठहरूलाई छाउपडी भनिन्छ। छाउपडी प्रथाको मुख्य केन्द्र अछाम जिल्लालाई लिइन्छ। शिक्षा तथा चेतनाको स्थल यो प्रथा बिस्तारै हराउँदै गइरहेको पनि छ। अब त्यहाँका ती जस्तो छाउपडी बस्ने महिनाभरि हुन लागेका महिलाहरू, ती चेलीहरू पनि अब पढेर यस्तो यो होइन, यो राम्रो, हामीले राम्रो, यो नराम्रो चिज हो, यो गर्नु व्यर्थ छ, यसो गर्नुको कुनै यसो वैज्ञानिक कारण छैन भन्ने कुरो अलिअलि पढेर पनि थाहा पाउन थाले र यो क्रमशः यो हट्दै गएको अवस्था पनि छ। यद्यपि कायम चाहिँ कायम छ। डङ्गुवा प्रथा। राजवंशी वा कोचे जातिका विधवा महिलाले, राजवंशी भने तराई हाम्रो पूर्वी झापा इलामतिर, झापा मेरो पनि घर झापै हो, हाम्रो छिमेकी धेरै राजवंशीहरू हुनुहुन्छ। झापा अथवा मोरङमा बस्ने राजवंशी अथवा कोचे जातिका विधवा महिलाले केही नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथालाई डङ्गुवा प्रथा भनिन्छ। भनेको अब विधवा महिलाको छ, उसले कुनै पनि पुरुषलाई अब आफ्नै घरमा राख्ने होइन, त्यो प्रथा डङ्गुवा प्रथा। डङ्गुवा बस्ने पुरुषहरू आफ्नै श्रीमती बितेका अथवा कमजोर आर्थिक स्थिति भएकाहरू पनि हुन सक्छन्। अब त्यो त सहमतिमै बस्छन् होइन। जो 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 पुरुष पनि एक्लै छ, महिला पनि एक्लै छ भने अब एक्लै एक्लैको कुरा मिल्छ होइन। यसरी बस्ने प्रथा डङ्गुवा प्रथा। हलिया प्रथा हुन्छ। साउबाट ऋण लिने, ऋण चुक्ता नभएसम्म साउकै घरमा हलो जोत्नुलाई हलिया प्रथा भनिन्छ। कमैया जस्तै नै होइन। विक्रमसम्म 2065 साल भाद्र 21 गते नेपालमा जीन ब्याङ्कको स्थापना पनि यसै दिन भएको छ। भनेको कहिलेकाहीँ जिके पढिरहँदाखेरि तपाईँले के गर्नुपर्छ भने यो उस्तै एउटै आन्सर हुन्छ भने ती क्वेसनलाई मर्ज गर्नुपर्छ कि, त्यति गरेपछि थाहा हुन्छ। जस्तो 1968 साल मैले सम्झिरहँदाखेरि तपाईँलाई पटक पटक भन्छु, मैले फिजिकल क्लासहरू पनि भनिराखेको हुन्छु। त्यहाँनिर 1968 साल नेपालमा 3टा महत्त्वपूर्ण घटना भयो। नेपालमा सर्वप्रथम बिजुली उत्पादन भयो जेठ 9 गते, र त्यही भनेर जेठ 9 गते नेपालमा ऊर्जा दिवस मनाइन्छ। 1968 सालमा नेपालमा जनगणनाको सुरुवात भयो, दोस्रो घटना। अर्को 1968 नेपालमा चन्द्र शमशेर प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा यो अमाली प्रथाको खारेजी भयो। विगतमा लोकसेवा आयोगले सोधिराखेको पनि प्रश्न हो, अमाली प्रथाको खारेजी कहिले भयो भनेर। त्यस्तै 2065 भाद्र 21 गते नेपालमा जिङ ब्याङ्कको स्थापना पनि यसै दिन भयो र नेपालमा हलिया प्रथाको अन्त्य भएको घोषणा पनि यसै दिन भएको 65 भाद्र 21 गते। यद्यपि यो घोषणा प्रभावकारी रूपमा कार्यान्वयन भएको भने देखिँदैन। जस्तो घोडा भेडा प्रथा मुगु जिल्लामा प्रचलित छ। खुल्ला तथा विशेष गरी डोल्पा जिल्लामा प्रचलित छ खुल्ला प्रथा। सौरेली प्रथा मध्यपश्चिमको सुर्खेत जिल्लामा, यो कहिलेकाहीँ जोडा मिलाइदिन क्वेसन सोधिदिन्छ। बेठी नेपालको पूर्वी, यो बेठी भन्ने कहिलेकाहीँ त लेख्न पनि आउँछ तपाईँको, जस्तो नासु खर्दातिर त यिनै चिजको मानिलिनु तपाईँलाई बेठी प्रथा भनेर लेख्न भनेर आयो, केले कम्तीमा त्यसको बारेमा एक लाइन त मेजर कुरो त थाहा पाउनु पर्यो नि। एक लाइन मेजर कुरो थाहा पायो भने त्यसको वरपर तपाईँले 1, 2 लाइन 3 लाइन लेखिहाल्नु चाहिँ सकिन्छ। त्यति धेरै यिनीहरूको बारेमा लेख्ने त्यति ठुलो कुरा पनि हुँदैन। बेठी भनेको पूर्वी पहाडी जिल्लाहरूमा धेरै जसो अब इलाम पास्ट ताप्लेजुङतिर त्यो बर्खाको बेलामा त्यो रोपाइँ गर्ने परम्परा हुन्छ क्या। नौमती बाजा बजाएर गाउँभरिका होइन, गोरु हुनेले गोरु ल्याउने, गोरु नहुनेले आली
लाउन चाहिँ अब बाउसेहरू भन्ने, पट्टा लगाउने, बिउ काट्ने, चेलीबेटीहरू हाम्रा आमाका दिदी काकी आन्टीहरू चाहिँ धान रोप्ने, त्यो एकजना व्यक्तिको चाहिँ जग्गामा खेत चाहिँ रोप्ने परम्परा, रोपारहरू आउने होइन। यसरी हिल्याएर त्यसै दिन गोरु जोत्ने अनि चाहिँ अब दाँते कुदाउने भन्छ हामी पूर्वको भाषामा होइन। यसरी रोपाइँ गर्ने भयो त्यो नौमती बाजा लगाएर, त्यहाँ नौमती बाजा बजाउने टोली पनि त्यहीँ त्यो हिलो भित्रै हुन्छ होइन। त्यो धान रोप्ने गराइभित्र हुन्छ, धान रोप्नेहरू पनि त्यहीँ हुन्छन् होइन। बाउसे गर्ने त्यहीँ हुन्छन्, आली लाउने त्यहीँ हुन्छन्, अँचिला काट्ने त्यहीँ हुन्छन्, भित्ता खुर्किने त्यहीँ हुन्छन्। सबजना भएर रमाइलो नाच्दै गाउँदै रोपाइँ गर्ने परम्परा, यो भनेको पर्व हो। अब सबैजना खुसियालीमा आइदिनुहुन्छ होइन। सकेको सहयोग गर्नुहुन्छ, नसक्नेले पनि अब चाहिँ रमाइलोमा सामेल हुनुहुन्छ हो। यस्तो यस्तो खालको प्रथालाई बेठी प्रथा भनिन्छ। ढिकुर ढिकुरी प्रथा थकाली जातिमा प्रचलित प्रथाहरू हो। यसरी नेपालमा भएभरका प्रथाहरू, धेरै जति प्रथाहरू यहाँ तपाईँलाई राखिदिएको छु। तपाईँलाई कामै लाग्छ होइन। यसरी काम लागेको चिजहरूलाई आफूले भेटेर सेयर पनि गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने यसलाई सब्सक्राइब गरेर अगाडि बढ्नु होला। धन्यवाद।